वाउ व्हाट अ ब्युटिफुल। यो चाहिँ नाम्जेदेखि अलिक वर आइसके पछाडिको चाहिँ राजा रानी जाँदाखेरि देखिने भिड चाहिँ यस्तो देखिएको छ। ब्युटिफुल देखिएको छ होला। अनि यो चाहिँ डाँडा अनि यो डाँडाको माथि माथि चाहिँ हाम्रो इलामतिर चाहिँ विशेष गरेर चियाबारी माथि चाहिँ सल्लाहहरू हुने गर्छ भने यहाँ चाहिँ कटुसहरू हुने रहेछ। यो सायद यो धेरै ठुल्ठुलो रुखहरू चाहिँ नहुने अनि यो सानो सानो हावाको चिसोको कारणले होला साह्रो ठुल्ठुलो रुख चाहिँ देख्न सकिएन यहाँ। डाँडाले ढाकिएको छ। भाइ आज कस्तो लागिरहेछ भनिदेऊ न। एकदम राम्रो। हामी चाहिँ कहाँ जाँदैछौँ? मिक्लाजुङ गाउँपालिका। हेलो नमस्ते सम्पूर्णमा, म नगिन थुलुङ राई। आज चाहिँ म यहाँ भेडेटार आइपुगेको छु। भेडेटारमा रहेको नागबली टाइपको बाटो चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो र सिन्धुली चाहिँ एकदम राम्रो लाग्छ मलाई। अनि अहिले चाहिँ ठ्याक्कै यो भेडेटार लेखेको बोर्ड नजिकै छु। मेरो यात्रा चाहिँ आज मिक्लाजुङ गाउँपालिका कन्याटारसम्म रहनेछ। त्यहाँ चाहिँ यलम्बरमा चाहिँ केही कलरहरू गर्नुपर्ने भएकोले गर्दा रोजन आर्ट स्टुडियोको तर्फबाट चाहिँ म जाँदैछु र यो भिडियो चाहिँ कैद गर्न मन पर्यो मलाई। अहिले चाहिँ यो भेडेटारको गेट ठ्याक्कै आइपुगेको छौँ। यो चाहिँ भेडेटारको बजार। यहाँ चाहिँ मामाहरूले प्रत्येक गाडीहरूलाई चाहिँ चेक गर्दै हुनुहुन्छ। अहिले चाहिँ हामी भेडाटार आइपुगेका छौँ। भेडाटार अनि चाहिँ हाम्रो हेन्सम भाइ अरुण लिम्बू एकदम हेन्सम छ है केटा। म भ्यू चाहिँ बबाल लाग्यो भाइ, अरूभन्दा पनि कस्तो राम्रो के त्यो सागरी गढी पो रहेछ त यार। त्यो भ्यूहरू चाहिँ बबाल लाग्यो क्या मलाई अरूभन्दा पनि, त्यो लेयर लागेको के। फाइनली अहिले हामी चाहिँ राजा रानी आइपुगेका छौँ। यो रहेछ नि त नि। बिसाउँला एकछिन जाँदा त। राजा रानी ताल चाहिँ यो रहेछ है। पार्कहरू रहेछ। अहिले हामी चाहिँ फाइनली यहाँ कन्याटार आइपुगेका छौँ। अनि आज चाहिँ हाम्रो यात्रा चाहिँ एकदमै कष्टकर रह्यो, किनभने यो चाहिँ सबै हुसेलले गर्दाखेरि बाटै नदेखिने। अनि त्यो हुसेल लागेर चाहिँ सबै कपडाहरू सबै भिजिगएको छ यसरी हेर्नलाई, सबै कपडा भिजिगएको छ। अनि आँखा पनि हेर्न नसक्ने अनि हेलमेटको पुरा सिसा पनि लाउन नसक्ने अवस्थामा हामी आइपुगेका छौँ। बाटो चाहिँ यस्तो छ, केही देखिँदैन अगाडि पछाडिको। भाइ कतिको जाडो भयो? जाडो छ है। केटो धरानमा गर्मी बस्ने मान्छे पातलो पातलो लुगा लगाएर आएर अलिक साह्रो परे जस्तो छ। एकदम कष्टकर यात्रा रह्यो। पानीले सबै भिजिगएको छ, हेलमेटको यो भाइजरहरू कपडाहरू सबै भिजिगएको छ। पानी भन्दा पनि यो हुसेसँग पानी आएर सबै भिजिगएको छ। बाटो हेर्न सक्ने अवस्था छैन, हेर्नु होला।